के कहिल्यै सोच्नु भएको छ एउटा सरकारी परीक्षाको प्रश्नपत्रले पुरै देशको स्वास्थ्यको कथा भन्न सक्छ? आज हामी नेपालको लोकसेवा आयोगले लिने जनस्वास्थ्य अधिकृतको परीक्षालाई आधार बनाएर हेर्दैछौँ आखिर एउटा राष्ट्रले आफ्ना नागरिकको स्वास्थ्यलाई कति गहिरिएर हेर्दो रहेछ। जब हामी राष्ट्रको स्वास्थ्यको कुरा गर्छौँ दिमागमा डाक्टर र अस्पताल मात्रै आउन सक्छ, तर वास्तविकता त्योभन्दा धेरै फराकिलो छ। यो त एउटा यस्तो प्रणालीको कुरा हो जसले रोग लाग्नुभन्दा पहिले नै त्यसलाई रोक्न काम गर्छ। र यो पुरै प्रणालीको खाका अरू कतै होइन, भविष्यका जनस्वास्थ्य अधिकृतहरूलाई सोधिने प्रश्नहरूभित्रै लुकेको हुन्छ। आउनुहोस् यी प्रश्नहरूलाई केलाएर हेरौँ यिनले के कस्ता रहस्य खोल्छन्। कुनै पनि रोगसँग लड्नु अघि जनस्वास्थ्यको जग के हो, त्यसको आधारभूत सिद्धान्त के हो, त्यो बुझ्न जरुरी छ। जनस्वास्थ्यको यात्रा स्वास्थ्यको परिभाषाबाटै सुरु हुन्छ र यो परीक्षाले पनि त्यही कुरामा जोड दिएको छ। स्वास्थ्य भनेको केवल बिरामी नहुनु मात्र होइन, यो त शारीरिक, मानसिक, सामाजिक अनि आध्यात्मिक रूपमा पनि पूर्ण रूपले स्वस्थ हुनु हो। यही समग्र दृष्टिकोण नै आधुनिक जनस्वास्थ्यको मुख्य आधार हो। ठिक छ, स्वास्थ्यको परिभाषा त बुझ्यो, तर यो सेवा आम मानिससम्म पुग्छ कसरी त? परीक्षाले देखाउँछ यो प्राथमिक स्वास्थ्य सेवा मार्फत पुग्छ। मतलब स्वास्थ्य प्रणालीसँग हाम्रो पहिलो भेटघाट। र सबैभन्दा चाखलाग्दो कुरा, यसको मुख्य जिम्मेवारी स्थानीय सरकारलाई दिएको छ। यसको अर्थ स्वास्थ्य सेवालाई जनताको घरदैलोसम्मै पुर्याउने प्रयास भइरहेको छ। जनस्वास्थ्य भनेको अनुमानको भरमा चल्ने कुरा होइन, यो त एउटा व्यवस्थित प्रक्रिया हो। परीक्षाका प्रश्नहरूले पनि यही देखाउँछन्। पहिले समुदायको स्वास्थ्य अवस्था कस्तो छ भनेर विश्लेषण गर्ने, त्यसपछि मुख्य समस्या के हो भनेर ठ्याक्कै पत्ता लगाउने, अनि स्पष्ट लक्ष्यहरू बनाउने, र अन्तमा ती लक्ष्य पूरा गर्न ठोस कार्ययोजना प्रस्ताव गर्ने। भन्नुको मतलब यो समुदायको स्वास्थ्य सुधार्ने एउटा वैज्ञानिक तरिका हो। ल अब अलिकति जासुसीको काम गरौँ है त। जनस्वास्थ्य अधिकारीहरूले रोगहरूलाई कसरी ट्र्याक गर्छन्, कसरी फैलिनबाट रोक्छन्, यसको रहस्य तथ्याङ्क र डेटामा लुकिएको हुन्छ। जनस्वास्थ्यको एउटा सबैभन्दा रोचक तर चुनौतीपूर्ण अवधारणा हो वाहक, अर्थात् क्यारियर। सोच्नुहोस् त, एउटा व्यक्ति जो हेर्दा पुरै स्वस्थ देखिन्छ तर उसले थाहै नपाई अरूलाई रोग सारिरहेको हुन सक्छ। यसले के देखाउँछ भने जनस्वास्थ्यमा बिरामीको उपचार गरेर मात्र पुग्दैन, रोग फैलाउन सक्ने लुकेका स्रोतहरू पनि पत्ता लगाउनुपर्छ। रोगहरू मोटामोटी दुई किसिमका हुन्छन् र परीक्षाले पनि यिनीहरू बीचको फरक बुझ्न आवश्यक रहेको देखाउँछ। एकातिर छन् रुगाखोकी जस्ता सर्ने रोग जो एक व्यक्तिबाट अर्कोमा सजिलै सर्छन्। अर्कोतिर छन् मुटो रोग वा मधुमेह जस्ता नसर्ने रोगहरू जो लामो समय लगाएर विकसित हुन्छन्। यी दुवैसँग लड्नका लागि रणनीतिहरू पनि फरक फरक चाहिन्छन्। यो सुन्दा अलि प्राविधिक लाग्न सक्छ, तर टी-टेस्ट र काई-स्क्वेयर जस्ता तथ्याङ्कीय औजारहरू स्वास्थ्य अधिकारीका लागि निकै महत्त्वपूर्ण हतियार हुन्। यिनै परीक्षणहरूले सानो समूहमा गरिएको अध्ययनको आधारमा ठूला निर्णय लिन मद्दत गर्छन्। जस्तै मलेरियाको लागि कुन औषधि बढी प्रभावकारी छ भनेर पत्ता लगाउनु पर्यो भने यस्तै परीक्षणको सहारा लिइन्छ। यो सबै प्रमाणमा आधारित स्वास्थ्य सेवा हो। ल, सिद्धान्त र औजारहरूको कुरा त भयो, अब मैदानमा उत्रिएर हेरौँ नेपालका जनस्वास्थ्य अधिकारीहरूले सामना गर्नुपर्ने वास्तविक चुनौतीहरू आखिर के हुन्। लामखुट्टेबाट सर्ने रोगहरूसँग लड्न कुनै एउटा मात्र जादुई समाधान छैन। परीक्षाले पनि बहुआयामिक रणनीतिमा जोड दिन्छ, जस्तै कीटनाशकको प्रयोग गर्ने रासायनिक तरिका, पानी जम्न नदिने वातावरणीय तरिका र लामखुट्टेको लार्वा खाने माछा पाल्ने जस्ता जैविक तरिका। एउटै शत्रुसँग लड्न विभिन्न मोर्चाबाट एकैपटक आक्रमण गर्नुपर्छ। स्वास्थ्यको खतरा सधैँ कीटाणुबाट मात्र आउँदैन, कहिलेकाहीँ हाम्रो वातावरण नै हाम्रो शत्रु बन्न सक्छ। परीक्षाले वातावरणीय स्वास्थ्यलाई पनि उत्तिकै महत्त्व दिएको छ। अधिकारीहरूले औद्योगिक फोहोरबाट पानी कति प्रदूषित छ भनेर बीओडी जस्ता मापदण्डबाट जाँच्नुपर्छ, किनभने सफा पानी बिना स्वस्थ जीवनको कल्पना पनि गर्न सकिँदैन। अब जनस्वास्थ्यको सबैभन्दा संवेदनशील र सायद सबैभन्दा महत्त्वपूर्ण पाटोमा प्रवेश गरौँ, हाम्रो आउने पुस्ताको स्वास्थ्य र सुरक्षा।
जनस्वास्थ्यमा सुनौला 1000 दिन भन्ने अवधारणा निकै महत्त्वपूर्ण छ र यो परीक्षाले पनि यसलाई प्राथमिकतामा राखेको छ। गर्भावस्था सुरु भएदेखि बच्चा 2 वर्षको हुँदासम्मको यो अवधिमा उसको शारीरिक र मानसिक विकासको जग बस्छ। यो समयमा दिइने पोषण र हेरचाहले उसको पुरै जीवनको स्वास्थ्यलाई प्रभाव पार्छ। शिशु पोषणको कुरा गर्दा परीक्षाले एउटा सरल तर सबैभन्दा शक्तिशाली उपायमा जोड दिन्छ, पूर्ण स्तनपान। कम्तीमा 6 महिनासम्म आमाको दूध मात्र खुवाउँदा बच्चाले जीवनको लागि सबैभन्दा उत्तम सुरुवात पाउँछ। यो अमृत समान हो। बच्चाको स्वास्थ्य कस्तो छ भनेर नाप्ने एउटा महत्त्वपूर्ण सूचक हो उसको जन्मदाको तौल। परीक्षाले 2500 ग्रामभन्दा कम तौललाई कम तौलको सङ्केत मान्छ। यो केवल एउटा अङ्क मात्र होइन, यो त एउटा खतराको घण्टी हो जसले कुन बच्चालाई तुरन्तै विशेष हेरचाह चाहिन्छ भनेर स्वास्थ्यकर्मीलाई सचेत गराउँछ। हामीले सिद्धान्त, खतरा र प्राथमिकताहरू त हेर्यौं। अब यी सबैलाई जोडेर नेपालको स्वास्थ्यको समग्र चित्र कस्तो देखिन्छ त? केही महत्त्वपूर्ण तथ्याङ्कहरूबाट बुझ्ने प्रयास गरौं। परीक्षामा सोधिएको एउटा तथ्याङ्क हेरौं। 2016मा नेपालको कुल प्रजनन दर थियो 2.3। यसको मतलब औसतमा एक महिलाले आफ्नो जीवनकालमा लगभग 2 देखि 3 बच्चा जन्माउँछिन्। यो सानो देखिने अङ्कले भविष्यमा कति विद्यालय, कति स्वास्थ्य चौकी र कति रोजगारी चाहिन सक्छ भन्ने जस्ता ठूला योजनाहरूलाई दिशा दिन्छ। अर्को एउटा निकै महत्त्वपूर्ण तथ्याङ्क, 2016मा नेपालमा जम्मा 57% जन्म मात्र दक्ष स्वास्थ्यकर्मीको निगरानीमा भएको थियो। यो किन यति महत्त्वपूर्ण छ भने आमाको मृत्यु हुने सबैभन्दा बढी जोखिम सुत्केरी भएपछिको समयमा हुन्छ। दक्ष स्वास्थ्यकर्मीको उपस्थिति हुनु र नहुनुले जीवन र मृत्यु बीचको फरक पार्न सक्छ। भविष्यको योजना बनाउन जनसङ्ख्या कसरी बढिरहेको छ भन्ने बुझ्नु एकदमै आवश्यक छ। परीक्षाले 2021को जनगणना अनुसार नेपालको वार्षिक जनसङ्ख्या वृद्धि दर 0.93% रहेको देखाउँछ। यही अङ्कको आधारमा सरकारले भविष्यमा कति स्वास्थ्यकर्मी र कति स्रोत साधन चाहिन्छ भन्ने कुराको अनुमान लगाउँछ। यसरी एउटै परीक्षाका प्रश्नहरूले हामीलाई नेपालको जनस्वास्थ्यको आजको तस्बिर देखायो, आधारभूत सिद्धान्तदेखि लिएर लामखुट्टे नियन्त्रण र नवजात शिशुको सुरक्षासम्म। तर यसले हामीलाई एउटा गहिरो प्रश्नमा पनि छोडेर जान्छ। यदि यी सबै आजका चुनौती र तिनका समाधान हुन् भने भोलिको जनस्वास्थ्यले हामी सामु कस्ता नयाँ प्रश्नहरू तेर्स्याउला?